जोडले सबैजना सन्चै हुनुहुन्छ होला है। आज म फेरि पनि स्कार्फ बनाउँदैछु। यो चाहिँ एकजना बहिनीको अर्डर हो अनि यसलाई चाहिँ म इयर वार्मर पनि भन्छु। अनि यो बनाउँदै चाहिँ म हजुरहरूलाई चाहिँ मैले स्वेटरहरू पनि बुन्छु नि त, काकीले बनाएको। अनि त्यो कसरी बुन्न सिकेँ, कसरी चाहिँ त्यो बनाएँ भनेर म हजुरहरूलाई केही कुराहरू सेयर गर्छु है। मलाई चाहिँ एकदमै काटीले बुनेको स्वेटर लाउन मन लागेको क्या पहिला। अनि एकजना दिदीले बुन्नुहुन्थ्यो अनि यस्तो मन लागेको, अनि मैले दिदीलाई भने मलाई स्वेटर बुनिदिनु न दिदी, म हजुरलाई ज्याला दिन्छु बरु जति भने पनि, अनि मलाई कस्तो लाउन मन लागेको छ भने होइन। अनि दिदीले के भन्नुभयो भने तँलाई काटी चलाउन आउँछ भन्नुभयो। मैले आउँछ, मैले सादा चाहिँ बुनेको थिएँ क्या गलबन्दीहरू, अनि मैले आउँछ भने त्यसो भए तँलाई म सिकाइदिन्छु, मैले बुनेर दिएँ भने तैँले लगाउलास्, मैले बुनिदिउँला लगाउलास्, एउटा नै लगाउलास् होइन, तर तैँले आफै सिकिस् भने त धेरैवटा लगाउन पाइस्, जस्तो भन्यो त्यस्तै बुन्न पाइस्, आफ्नो मान्छेहरूलाई पनि तैँले दिन सकिस् भन्नुभयो। ल त्यसो भए मलाई सिकाइदिनु भनेर अनि दिदीले मलाई त्यसरी मैले धागो काटी ल्याएपछि चाहिँ दिदीले मलाई त्यसरी सिकाइदिनु भयो होइन। त्यो चाहिँ मेरो जिन्दगीको जे मिठो सुरुवाती यात्रा, त्यो निटिङको चाहिँ मेरो मिठो सुरुवात भन्छु क्या म। अनि उहाँले मलाई यसरी सिप सिकाइदिनु भयो, म दिदीप्रति एकदमै धन्यवादी छु। अनि उहाँले मलाई सिप सिकाइदिएको भएरै मैले आज 2-4 पैसा कमाउनु पाएँ होइन। अनि मेरो जाडो महिनामा चाहिँ एकदमै धेरै यो निटिङ स्वेटरहरू चाहिँ एकदमै बिक्री हुन्छ क्या। अनि यदि हजुरहरूलाई पनि चाहियो भने हजुरहरूले मलाई सम्पर्क गर्न सक्नुहुन्छ। अनि म चाहिँ जो सबैजनालाई के भन्न चाहन्छु भने हामी प्रत्येक दिदीबहिनीले चाहिँ एउटा न एउटा सिप चाहिँ सिकिरहनु चाहिँ पर्ने रहेछ। अब मैले त्यतिखेर स्वेटर बनाउन नसिकेको भए अहिले म बिना काम होइन यत्तिकै बसिरहनु पर्थ्यो बुढाको कमाइ खाएर। तर मैले आफैले सिकेको कारणले 2-4 पैसा भए पनि त मैले आफ्नो कमाइ चाहिँ देख्नु पाएँ नि त। अनि त्यसै कारणले सबैजना चाहिँ आफै सिप सिकौँ हामी प्रत्येक दिदीबहिनीहरू पनि, म भन्न चाहिँ यही भन्न चाहन्छु। ल मेरो भिडियो पनि सकेछ, सबैजनालाई धन्यवाद।